वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आफ्टर लङ टाइम पछाडि चाहिँ म धेरै पछाडि चाहिँ भिडियो बनाएको छु। अनि म चाहिँ हिजो बेलुका 7 साढे 7तिर घर आइपुगेको थिएँ। अनि मलाई लिन चाहिँ भाइ आएको थियो रामपुरसम्म। अनि आज चाहिँ हाम्रो घरको रोपाइ छ, त्यही भएर चाहिँ मैले चाहिँ बिहानबाट भ्लग स्टार्ट गर्छु भनेको। तर मलाई अब घरको रोपाइ हुँदाखेरि धेरै काम गर्नुपर्छ नि त, अनि त्यही भएर चाहिँ भ्लग स्टार्ट गर्ने मेरो कुनै टाइमै भएको थिएन क्या, कुनै मलाई फ्री टाइमै मिलेको थिएन। त्यही भएर चाहिँ यतिखेरदेखि चाहिँ भ्लग स्टार्ट गर्दैछु। अनि भाइ चाहिँ हिँड्न लागेको छ भने अहिले चाहिँ त्यहाँ भाडा मोल्दै हुनुहुन्छ। मैले चाहिँ भारी यहाँ ठ्याक्कै तयार पारिसकेको छु। अनि अब चाहिँ हिँड्न पर्ने हुन्छ, तर भारी धेरै भइसक्यो। अब लाने चाहिँ कसरी भन्ने कन्फ्युज भइरहेछ। भाइले चाहिँ आन्टीलाई बोलाइदिन्छु भनेको थियो, अनि मम्मी र मैले चाहिँ सक्छु जस्तो लागेको थियो। त्यही भएर चाहिँ अहिले पर्दैन भनिसकेको छु। सो अब चाहिँ यहाँ चाहिँ स्टार्ट मात्रै गरेँ, हिँडेकोहरू केही देखाउँदैन। सिधै रोपाइमा पस्दाखेरि भेट्नुपर्छ। टड्याङ है साथीहरू, म चाहिँ रोपाइमा आइसकेको छु। अनि आउनु चाहिँ अघि आएको, अनि आएर पनि त्यो भएन क्या, के अरे मेलो भएन। त्यही भएर चाहिँ त्यतिकै बसिरहेको थियो। अनि अब चाहिँ मेलो निस्किन लागेको छ। भाइले चाहिँ जोत्दैछ, अङ्गाइ हेरिराख्नु भएको छ। अनि आज चाहिँ 3 जना रोपारी हुन्छौँ अरे। अनि रोप्नुपर्ने चाहिँ हाम्रो यो 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 यहाँ, अनि यहाँ मास्तिर, अनि ऊ त्यो माथि त्यो पानी झरेकोसम्म चाहिँ रोप्नुपर्ने हो आज चाहिँ हाम्रो। हेर्दै जाउँ। आज त यहाँ नि 2 हल छ क्या, अनि पानी चाहिँ अलिकति सानो छ। अनि हाम्रो चाहिँ अब पानीले ल होइन, त पानी पुग्यो भन्दा नि हुन्छ, तर पानी चाहिँ यहाँ चाहिँ पुग्दै गर्छ क्या, किनभने यहाँ गग्रेन छ नि त। अनि अलिकति चाहिँ यहाँ चाहिँ हरियो देखिराख्नु होला। तर चाहिँ मम्मी पनि आइपुगिसक्नु भयो। अब यहाँ चाहिँ के भन्छ, बाउसे गर्ने काम हुँदैछ आन्टी। Con pasé sama lang rap sa dun. हामी चाहिँ 2 गरा सकाएर यतिकै बसिरहेको छौँ। अनि मेरो चाहिँ निस्केको छैन। यो चाहिँ भाइले बनाउँदैछ। कस्तो ब्लाउर आएर रहेछ, मेरो अनुहार पनि ब्लाउर आयो कि। हेर्नु न कस्तो आकाश कस्तो राम्रो। अस्ति टिकटकमा ट्रेन्ड चलेको थियो नि त, डक्टर ससाङ अनि गाउँलेले सबै सिरिलिङ रोहिणीले सबै यस्तो देखाइरहेको थियो नि त। अनि आज चाहिँ मैले नि देखाएको क्या, कस्तो राम्रो भइरहेको रहेछ। ब्लाउर भएको फोकसै नभएको त नि रिसेप्ने। यहाँ चाहिँ हामी धान रोप्दैछौँ, मासतिर पनि धान रोप्दै हुनुहुन्छ, यता बाजु मार्दै हुनुहुन्छ। मम्मी यता विश्राममा हुनुहुन्छ।
जाउँ साथीहरू। तँलाई नि बना भनेकै हो मैले, अब त नबनाउने म के गर्नु त। आज चाहिँ मैले भाइलाई पनि भ्लग बना ल भनेको थिएँ कि, अनि म चाहिँ भ्याउँदिनँ हुन्छ क्या। ठिक छ। Akarem kami late आता. निन्द्रा लाग्यो, हिलोमा पस्नु पर्ने छ। के गर्ने साथीहरू, हैन पपकर्न छ? कता चाहिँ बनाउँदिनँ सोचिरहेको थिएँ कि, अनि फेरि यस्तो आएको थिएन नि त मेरो कन्टेन्टहरू, अनि बनाऊ भन्यो भने फेरि बिहानदेखि भ्याएन भने अनि बनाउँदिनँ जस्तो लागिरहेको थियो। दिउँसो एकछिन फ्री भयो, त्यस पछाडि चाहिँ हुन्छ ल बनाऊ न त भन्ने कुराले चाहिँ स्टार्ट गरेको। हेरौँ कतिसम्म पुग्छ। ल साथीहरू, हाम्रो चाहिँ 12 बजीको बिसाउने भन्छ, अनि 12 बजी एकचोटि बिसाउँछ हामी चाहिँ काम गर्दाखेरि। अनि त्यसरी चाहिँ बिसाउन थालेको, तर कस्तो पानी परिदिरहेको क्या, कस्तो ब्याड लक भइदिरहेको देख्न सक्नुहुन्छ। पानी धेरै त परेको छैन, अलिअलि परिरहेको छ। कस्तो मेरो हात काम छ हौ। के बगेन पानी पर्नु थाल्यो, अनि मेरो प्लास्टिक ल्याउँदै हुन्छ। राईको 12 बजीको खाजा साथीहरू यस्तो हुन्छ। चाहिँ तपाईँहरू कस्तो हुन्छ? एम चाहिँ रोक्स्यो। साथीहरू यहाँ चाहिँ लाठे रोपाइ भइरहेको रहेछ, जुम गरिरहेको छु तर चित्री देखाइरहेको छ। यहाँ चाहिँ अङ्कलहरू दुईजना रोप्दै हुनुहुन्छ। अनि चाहिँ यति तल चाहिँ रोपेको, अनि अब चाहिँ बिगाइसक्यो नि त, अनि खाजा खाने भनेको। अनि गयो के पाल्टाको पापितीमा राम त मजा बस्छ। अनि गयो बोला रातेमा अब जामको मारा पाचो। साथीहरू हामीले चाहिँ खाजा पनि खाएर भ्याइसक्यौँ। मैले चाहिँ भ्याएँ, अरू चाहिँ खाँदै हुनुहुन्छ। साथीहरू हामी चाहिँ खाजा खाएर यहाँ धान रोप्न आएको कि, तर पानी परेर प्लास्टिक पनि ओडिरहेछ होइन, घाम लागेर प्लास्टिकले पछाडिबाट पुरी पनि रहेछ क्या, त्यही भएर लास्ट ल्याङ भयो। यस्तो खालको ल्याङ रोपाइ भयो भने सबैले प्लास्टिक ओडिराख्नु भएको छ कि, तर घाम हेर्नुहुन्छ भने घाम पनि लागिरहेछ क्या, हेर्नु न के हो चम्मको। कान्छीले चाहिँ अब यहाँ धान रोप्नु सुरु गर्दैछ। भिडियो बनाउनै नपाएर साथीहरू दुःख छ।
दुःख छ दुःख। यो बिउ चाहिँ हाइब्रिड अरे अनि त्यही भएर रोप्ने अलिक गाह्रो हुँदो रहेछ। भयो कान्छी। फेरि पानी परेको साथीहरु। यस्तो ब्लड देखेको हैन। आज मैले पानी परेर ज्याकेट फुकालेको क्या। आम चाहिँ अब गाउँतिर काम गर्दाखेरि जहिले ज्याकेट र यो मुजेटले चाहिँ लाउने हो नि त। लाउँछौँ नि त हाम्रो चाहिँ गाउँमा। अरूको गाउँमा नलाए नि हाम्रो गाउँमा चाहिँ लाउँछौँ क्या सबैले। मैले आउने होला साथीले के भनेर कल भन्दै थियो क्या कलमा। अनि त्यो के लगाएको भनेर भन्दै थियो क्या। प्रायः जसोको गाउँमा लगाउँदैन तर हाम्रो गाउँमा चाहिँ यो सबैले लगाउँछ क्या। त्यो हाम्रो गाउँमा प्रायः जस्तो कम्पलसरी नै भनौँ न त्यो। हामी चाहिँ सकिन लाग्यो। एक गरेर त्यो मासु भाइ उभिएको हो चौतिर। साथीहरु हाम्रो चाहिँ मिलोनी सक्यो अनि बाबा चाहिँ घर लिन लाग्नु भएको छ। अनि मेरो नि त्यहाँ बारी चाहिँ रेडी भएर बसेको छ। अनि हामी चाहिँ यता छौँ। मम्मी र भाइ चाहिँ गइसके अनि हामी चाहिँ यतै छौँ। बाई बाई साथीहरु। अनि यतिखेरसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सबैजनालाई। अनि थ्याङ्क्स फर वाचिङ। अनि भेट्नुपर्छ अर्को भिडियोमा भयो साथीहरु। आजको लागि त्यति नै। सो साथीहरु हामी चाहिँ सकाएर बस्यौँ कि अनि यसरी सकाउँदै बस्दै गर्नेले चाहिँ आज अलिकति ढिलो गर्यो। किनभने यो हाइब्रिड चाहिँ एउटा रोप्ने टाढा रोप्ने त्यही भएर छिटो हुँदो रहेछ क्या। अनि 3 जनाले पनि एगल गोरुलाई भ्याइरहेछ क्या। त्यो अर्को लोकल अटे भए चाहिँ भ्याउँदैन थियो। अनि यो त्यो त हाइब्रिड त 2 जनाले पनि भ्याउँदो रहेछ। यसमा आली लाउने काम हुँदैछ। तलतिर के भन्छ दादी लाउने काम हुँदैछ। हामी 3 जना यहाँ बस्ने काम हुँदैछ हाम्रो। साथीहरु हाम्रो चाहिँ मिलोनी सक्यो अनि बाबा चाहिँ घर लिन लाग्नु भएको छ। अनि मेरो नि त्यहाँ बारी चाहिँ रेडी भएर बसेको छ।
अनि हामी चाहिँ यता छौँ मम्मी र भाइ चाहिँ गइसके अनि हामी चाहिँ यतै छौँ बाई बाई साथीहरू अनि यतिखेरसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सबैजनालाई अनि थ्याङ्क्स फर वाचिङ अनि भेट्नुपर्छ अर्को भिडियोमा भयो साथीहरू आजको लागि त्यति नै